हेलो नमस्ते जय नेपाल साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो अर्को नयाँ ब्लगमा। साथीहरू, म चाहिँ हिजो राति चाहिँ हामीलाई 10 बजे 9:30 बजेतिर फोन आएको थियो कि तल झगडा भयो भनेर है। घर झगडा रहेछ अनि कति 50-55 वर्षको बुढो मान्छेले आफ्नो बुढी छोरीलाई चाहिँ हातपात गरेर रहेछ है। अनि आँसी नै फर्वेट्टो भनेर कि त्यसो गरेर अनि फोन आइसकेपछि हामी गएको थियौँ, तर सिमसिम पानी पर्दै थियो है। पानी पर्दा त्यस्तै गएको राति, न उज्यालो न उ त। हामी चाहिँ गएको चाहिँ यहाँ यताको गाउँमा गएको है रातितिर। अनि त्यो बुढो मान्छेलाई चाहिँ लिएर आएको। जाँदाखेरि ओह्रालो थियो होइन, जाँदाखेरि ओह्रालो खुइ गयो, आउँदाखेरि घुँडा दुखिरहेछ। पानी खानु पर्यो होइन। सिस्नो पानी आज गुरु चाहिँ आएको के हो यहाँ, के छ आज? सिस्नो पानी के कार्यक्रम छ आज? चाड हो यहाँ। ए चाड कहाँ हुने हो यो? त्यही हो चाड। कहाँ छ? केटाहरूले गाइड गर्छ। ए त्यो बच्चाहरूले ए सिस्नो पानी कि के अरे? सिस्नो पानी अर्को यहाँ बच्चाहरूले मनायो होइन। राम्रो देखेँ नि। साथीहरू, आज म घाँस काट्न जाँदैछु। डाले घाँस। यो चाहिँ डाली घाँस हो, यो चाहिँ काट्नु पर्छ। बल्ल तल्ल रुखमा चढियो। देखिन लाग्छ कि भाइ, यस्तरी देखाउनु लाग्छु म। यति राम्रोसँग देखाउनु लाग्छु। कति दामी आयो भाइ, हरि यो सिन आयो कि। होइन ज्वरो सरो आयो भए त बरु करेन्ट त ल्याए पनि हुन्छ। कस्तो राम्रो हुन्छ, लुगा लाग्नु लगाएपछि यति राम्रो हुन्छ नि। यति यो गएर काटे भइगयो त नि। अब यो सबै काटे भइगयो त नि। मैले त अघि भनेको छु कालो आँसा भाइ, मैले अघि भनिरहेको छु कि नै।
मेन गर्नु पऱ्यो त क्यामराम्यान हो त त मैले अघि भने भाइ यतातिर कालो आएको छ भाइ मैले भने हौ फर्स्ट टाइममा तल गयो अस्ति म यहाँ टेकेको त्यहाँ तुरन्त त्यहाँ पुग्यौँ कि ऊ यहाँनिर टेकेको तल पुगेको कि म सिसा थियो त्यहाँनिर ट्याक्कै त सिसामै टेकेको रहेछ उठ त्यतिको लागि कहाँ भोलि जाने मैले थिएँ थोरैको लागि किन भोलि जाने भने आकाश देखाएको छु कि मैले पुरा आकाश हो यहाँ नि कोटरिया छ यार देखिएन त कोटरिया छ